ल खोइ चलेकै गर्नुहुन्छ के गीत लगाइदिन्छ ल सबैले आफ्नो हात यस्तो देखाउनु त कतिको त फोहोर लागेको रहेछ फोहोर नलागेको हातहरू लक्की हातहरू हो होइन हाम्रो जस्तो हातहरू चाहिँ झन् लक्की हातहरू यो त्यतातिरको मान्छेहरूले मेरो कुरा नसुन्ने यता आउनु न रमदाता भन्ने बित्तिकै त स्विच अन अफ हो क्या स्विच अन गरेर फ्याप उयो भनेर अफ गरेर छोड्नु पर्छ है श्रमदाता भन्ने बित्तिकै सुन्नु है यहाँ राम्रोसँगले को हो श्रमदाता के हो श्रमदाता विचार गरौँ है श्रमदाता भनेको मान्छे होइन के भन्न आँट्यो है मान्छेलाई त गर्नु पर्थ्यो होइन बिहान 6 बजीदेखि गरेको अहिलेसम्म काम गरिरहेको कतिले त भात पनि पकाएको छैन है बुझौँ है यहाँ सबैजनालाई धन्यवाद तपाईँहरू कठोर परिश्रम गर्दै आइराख्नु भएको है यहाँ सबैलाई एकछिन चुप लाग्नको लागि अन्त गरेँ मैले एकछिन चुप लाग्नको लागि अन्त गरेँ म बोलिसकेपछि म गइसकेपछि त्यसरी कराउँदै गफ गर्नु म बोलिन्जेल साइडमा टक नगर्नु ल बुझिँदैन के कुरा आज पनि हामीले बडो ठुलो काम गऱ्यौँ है कामले गाथा बुट्टाबाट यहाँ मल यहाँ त माथि कता खेती गऱ्यो माटो फिल गऱ्यो यो काम हामी सबैले अत्यन्तै रुचिका साथ काम गरेका छौँ थुप्रै मान्छेहरू घर पनि गइसक्नु भएको छ सुन्नु है यता मलाई हेर्नुहोस् न प्लिज लुक एट मी चराको गीत राम्रो अब हामीले यो काम अब धेरै लाग्दैन त्यहाँदेखि अब त्यहाँसम्म छ त्यसपछि सक्छौँ अनि माथिको त्यो बाटो पनि इन्टरसेक्सन गर्नुपर्छ यहाँबाट यो हाम्रो लागि श्रमदाताको लागि एउटा ठुलो चुनौतीको कुरा थियो होइन कुन अर्थमा चुनौतीको कुरा थियो भने मौसमको कारणले अरू केही होइन काम गरौँ भने पानी परिहाल्यो र पनि होइन हामीले चाहिँ बिस्तारै अब सक्न आँटेको कुरा यहाँ सहयोग गर्नुहुने सम्पूर्ण हाम्रो प्रेमजीको टिम होइन लगायत सबैजना इन्जिनियर होइन हाम्रो चाहिँ नै कर्मचारी साथीहरू र श्रमदाता पत्रकार सबैजनालाई धन्यवाद दिन चाहन्छु साह्रै रमाइलो लाग्छ होइन यसरी काम गर्न अनौठो खालको काम गरेको कि नाचेको थाहा छैन धेरै जस्तो नाचेको जस्तो देखिन्छ फेरि नाचेको मात्रै हो भने ड्रेन पनि सक्छ है नाचेकै मात्रै देखिन्छ देख्न चाहिँ होइन फेरि ड्रेन पनि बनिरहेको अद्भुत खालको हाम्रो सपना ध्यान दिउँ नबोल्नु यता काट्ने है हामी नाचिरहेको हुन्छौँ काम भइरहेको हुन्छ अचम्म लाग्दो सङ्गीतको शक्ति अहिले यहाँ के अरे हाम्रो सन्तोषजी कता जानुभयो 2 घन्टा नाच्नु भन्ने हाम्रो सर हुनुहुन्छ यहाँ होइन नाच्दै अब सकियो त्यसरी गर्नुपर्छ काम यो अनौठो खालको प्रयोग हामीले विकासको मोडल फरक किसिमले चाहिँ नै होइन हामीले चाहिँ प्रयोग गरिरहेका छौँ त्यो नछुनु न अहिले खन्द्रङ अब म गइसकेपछि यसरी गर्नु है 1 बजीसम्म ध्यान दिउँ है साह्रै रमाइलो छ कि छैन धराने जनताले एउटा गल्ती गर्यो 79 सालमा अर्को साम्पाङलाई मेयर चुनेर मलाई मेयर नचुनेको भए यस्तो काम न श्रमदान होइन रमाइलो घुमिरहेको हुन्थ्यो होला यतिखेर दुःख पाउनु भयो नि बेसरी होइन दुःख पाउनु भयो काम लिएको अब यस पछाडि अर्को फेरि सोचिरहेको छु भन्नु पनि नमिले होइन भन्नु पो नमिलेको एकछिनै भन्नु पो नमिलेको है अर्को सोचिरहेको छ थुप्रो त क्युमा छ 10 वटा त क्युमै छ काम क्या कोकाको पाइप तोड्नु जानुपर्ने क्षमता छैन है
बिरुवा हुर्केर त्यत्र भइसक्यो, पहिलो रोप्नु जानुपर्ने हो। जे होस्, काम हामीले गरिरहेको छौँ। यो स्पिडमा काम गर्नु भनेको चाहिँ होइन, यो अमेजिङ, त्यस्तो कहिले भएको छैन नेपालको इतिहास, त्यस्तो गरिरहेको होइन। तर अझै पनि मान्छेहरू उपस्थित हुनुहुन्न होइन, ठुलो सङ्ख्यामा मान्छेहरू यो चाहिँ श्रमदानमा सहभागी बन्नु भएको छैन। के को कारणले हो थाहा छैन। अल्छी भएको हो कि, स्वार्थी भएको हो कि, लोभी भएको हो कि, पापी भएको हो, के कारणले गर्दाखेरि सहभागी अझै हुनुभएको छैन। त्यसले गर्दा म सबैजनालाई भन्न चाहन्छु, तपाईँहरू आउनु, श्रम गरौँ, श्रमदान गरौँ। अब ध्यान दिउँ है, ध्यान दिउँ है। अब विदेशी ऋण लिएर, ठेका लगाएर, कमिसन खाएर, भ्रष्टाचार गरेर होइन देश बन्दैन। अब तपाईँ हामीले यसरी नै 10 नङ्ग्रा खियाएर देशको विकास गर्नुपर्छ। यो एउटा सानो उदाहरण हो, सानो उदाहरण। अब हामीले यसरी नै तपाईँको देशको विकास गर्नुपर्छ। ठुल्ठुलो कामहरू गर्नुपर्छ। यो सानो काम हो, ठुल्ठुलो काम गर्नुपर्छ, थुप्रै गर्नु। तपाईँहरू रेडी हुनुहुन्छ? अहिले नगर्ने मान्छे। आज मैले 2 जना श्रमदाताहरूलाई यता बोलाउन चाहेँ, हाम्रो खेमजी र खगेन्द्रजी। यता आउनुहोस् त, तपाईँहरू परिचय गराउनुपर्छ मैले है। हाम्रो श्रमदान त्यसै चलेको छैन। यहाँ खम्बा मानिसहरूको होइन सहभागिता छ। श्रमदानको एउटा पिलर है, एउटा घर एउटा पिलरले बन्दैन है। यो श्रमदानको अभियानको मूल खम्बा म हो भने होइन, त्यस्तै खम्बाहरू हुनुहुन्छ उहाँहरू। यता आउनु न, लडौँला, सँगसँगै लडौँला होइन। के लडिन्छ, को खाएको यस्तो चाहिँ होइन, उ त्यो घरको किता जस्तो भिरमा त पाइप तान्ने हामी होइन। बाँदर छक्कै पर्यो, बाँदर हार खाएको हामीलाई देखेर भनेर छोड्दैन हामीलाई भने यस्तोमा के लडिन्छ। हाम्रो यता खेमजी र उता हाम्रो खगेन सर है, उहाँहरूको लागि ताली बजाएर, जोरदार ताली बजाएर हामी हुन त धेरै छौँ, तर थुप्रै गइसकेका छौँ है। अघिदेखि आएर विभिन्न कामले गर्दाखेरि गइ पनि सक्नु भएको छ, उहाँहरूलाई हामीले सम्मान गरौँ। आज हरेक श्रमदानमा हुनुहुन्छ उहाँहरू, धेरै बोल्नुहुन्न। यहाँ हामी धेरै बोल्ने श्रमदाता पनि छौँ, नबोल्ने श्रमदाता, काम मात्रै गर्ने श्रमदाता उहाँहरू है। काम मात्रै गर्ने होइन, अलि लजालु पनि, नाच्नु पनि हुन्न फेरि। हामी यहाँ दिनभरि नाच्ने श्रमदाता पनि छौँ। 1 नम्बरमा त मै हो भनेर भन्नु नमिलेको र मात्रै नभए उहाँहरू चाहिँ नाच्नु पनि हुन्न, मिडियामा पनि बोल्नुहुन्न होइन। तर मलाई थाहा छ उहाँहरूले धेरै लामो समयदेखि बाखा, जोड, जङ्गल, सहर, बस्ती हरेक ठाउँमा ठुल्ठुलो ढुङ्गा पल्टाउने होइन, तारको तपाईँको चाहिँ काम गर्नेदेखि लिएर मिस्त्रीजन्य कामहरू उहाँहरूले गरिराख्नु भएको छ। त्यसले गर्दाखेरि हाम्रो श्रमदान अभियानको 2 जना स्तम्भहरू भन्छु म है। र उहाँहरू जस्तै थुप्रै अरू पनि हुनुहुन्छ। म बिस्तारै बिस्तारै परिचय गराउनेछु र उहाँहरूलाई धन्यवाद दिन चाहन्छु, हाम्रो खगेन सर र खेम सरलाई है। तपाईँहरूलाई हार्दिक धन्यवाद छ है। तपाईँहरू जस्तो साथीसँग मैले काम गर्ने मौका पाएँ, बडो भाग्यमानी सम्झन्छु म तपाईँहरू जस्तो मान्छेको साथ पाउँदा है। तपाईँहरू पनि भाग्यमानी सम्झनुहुन्छ होला होइन, म जस्तो मेरो पाउँदा हो त होइन। अब फेरि कुन चाहिँ भिडमा कहिले कहिले लाने हो होइन भनेर सोचिरहनु है। हामी ठोस काम गरेर देखाउँछौँ, रिजल्ट आउने कामले गरेर है। यो खालको काम क्या वाट यु डिड भन्दाखेरि यो होइन, देखाइदिने, यसो पोइन्ट गरिदिने शब्द, यस्तो ठोस काम होइन हामीले गरिरहेको छौँ। र ठोस काम गर्नका लागि पसिना अत्यन्तै बग्छ। अफिसमा पनि काम हुन्छ, दोकानमा पनि काम हुन्छ, मुख बजाउने काम मात्रै पनि हुन्छ क्या। अफिसमा मुख मात्रै बजाउँछ, घुम्ने कुर्सीमा घुमे गर्छु, रिङ्गटा चल्छ भएर निस्किने बेलामा। त्यो काम चाहिँ होइन, त्यसले चाहिँ ठोस रिजल्ट ल्याउँदैन, तर पसिना जब बग्छ नि त्यहाँदेखि ठोस रिजल्ट उत्पादन हुन्छ, निर्माण हुन्छ। उत्पादन र निर्माण गर्नका लागि पसिनाले मात्रै गर्न सक्छ, कलमले गर्न सक्दैन, औजारले मात्रै गर्ने हो उत्पादन र निर्माण।
त्यो औजार नचलाएको कारणले हाम्रो देश पछि पर्यो। हामी यहाँलाई सबैलाई हाकिम मात्रै हुनु मन लाग्छ होइन, सबैलाई हाकिम हुनु मन लाग्छ। धरानको सबैभन्दा ठुलो हाकिम हो म वास्तवमा भन्दा, नगर प्रमुख भनेपछि मभन्दा माथि अर्को पद छैन। तर हाकिमको होइन ड्रेस चाहिँ यो खालको भन्नुको मतलब आई वान्ट टु गिभ अ मेसेज होइन, एउटा मेसेज दिन चाहन्छु कि पदले रोक्दैन होइन, आफ्नो प्रतिष्ठाले कुनै पनि काम गर्न रोक्दैन। आज मैले गरेको काम भनेको लेबरको काम 6 बजीदेखिको होइन, खोइ म के अरे मेरो पद झरेर तल गयो त गयो, सानो भएँ होइन भनिसकेपछि कुनै पनि पदले काम गर्नलाई रोक्दैन। हाम्रो पढाइले पनि काम गर्नलाई रोक्दैन होइन, हाम्रो आर्थिक अवस्थाले पनि काम गर्नलाई रोक्दैन। तपाईँ करोडपति अर्बपति नै किन नहुनुहोस् न, देशको लागि काम गर्न आउनुपर्छ। आउनुहोस् काम गरौँ। यसरी काम गर्दाखेरि साह्रै मजा पनि आउँछ साँच्चै नै। हामीले अब देशको लागि यसरी काम गर्नुपर्छ। देशका लागि काम गर्ने हाम्रो मन नभएको भए यो तपाईँको छैन, हामीले ठेक्काबाट गरेको भए म लेखेर दिन्छु त्यो तलको घरतिर सफा गर्दै गरेको हुन्थ्यो भर्खर, हो कि न? थाहा छ नि हामीलाई 2-4 जना कामदार ल्याउँछ, कामदारले खैनी मोले मोले गर्छ, कहिले ठेक्दार आउँछ है, कति ठेक्कापट्टा छोडेर भागेको छ। त्यहाँ माथि चाहिँ तपाईँको हाम्रो 1 नम्बरको त्यो बाटो है, कतिचोटि म्याथ थपिसक्यौँ, ब्ल्याक लिस्टमा पार्न आँटेको छ। उता माथि हर्दै जाने ठेकदार, त्यो ठेकदार कहाँ भाग्यो 7 वर्ष भइसक्यो। त्यहाँ तलतिर चाहिँ तपाईँको त्यो एउटा खोलामा छ है, 5 नम्बरको खोलामा त्यो पुल बनाउनको लागि ठेकदार भागेको 6 वर्ष भयो। त्यस्तो खालको ठेक्का हुन्छ। सायद यो पनि ठेक्कामा दिएको भए अब त्यस्तै हुन्थ्यो कि कुनै गतिले ठेकदार पाएको भए त गर्थ्यो होला। सबै ठेकदारले त म त्यसो भन्दिनँ, तर 90% ठेकदार चाहिँ त्यो खालको हुन्छ। तर श्रमदानको शक्ति हेर्नुहोस्, तपाईँ र हाम्रो हातमा भएको शक्ति हेर्नुहोस्। अस्ति भर्खर सुरु गरेको जस्तो लाग्छ होइन, मौसमले साथ दिएको भए त्यतिखेर सकिएको सक्छ होइन। यो स्पिडमा काम गर्नुपर्छ। विकास गरेर मात्रै हुँदैन, छिटो विकास गर्नुपर्छ होइन, होइन भन्नु न। कुनै पनि विकास 100 वर्ष लगाएर गरेर के फाइदा भयो? तपाईँ हामी सबै मरिसक्छौँ होइन। हामीलाई छिटो चाहियो नि त, विकास त चाहिएन हो, आजै चाहियो, भरे नै चाहियो, 1 वर्षभित्र चाहियो, यस्तो चाहियो। विकास चाहिँ हुने 150 वर्ष पछाडि हुने, 15 वर्ष पछाडि हुने भन्ने खालको विकास चाहिँदैन हामीलाई। त्यसले गर्दा त्यसरी चाहिँ स्पिडमा तीव्र गतिमा विकास गर्ने भने श्रमदानको विकल्प नरहेको पनि म जानकारी गराउन चाहन्छु। त्यस्तो श्रमदाता है अब गल्नु भएको छ होला, गर्नु भएको छ छैन, श्रमदाता गल्दैन। भोक लागेको छ, श्रमदातालाई भोक पनि त लाग्दैन, के छैन, रमाइलो लाग्यो होइन। ल आजको हाम्रो चाहिँ श्रमदान यही समापन भएको छ। फेरि अब भोलि अलिअलि त्यो केही यसोहरू गर्ने हुन्छ, जति त्यहीँ छ गर्नु। त्यस पछाडि फेरि पर्सि चाहिँ हाम्रो फेरि बृहत किसिमको यही खालको हुन्छ र पर्सि त हामी सायद माथि नै पुग्छौँ पनि कि भन्ने छ र छिटै नै माथि पनि त्यो छेदन गरेर कुलो यहाँबाट बनाउँछौँ। यहाँनिर के अरे ब्याकिङ हुन्छ र यहाँका स्थानीय दाजुभाइ दिदीबहिनीहरूलाई म जानकारी के गराउन चाहन्छु भने उतापट्टिको ड्रेन र कालो पत्रे चाहिँ हामीले अब यो आउँदो सालको बजेटमा होइन हामी गर्नेछौँ। त्यो चाहिँ ठेकदारले गर्छ, सम्पत्तिले गर्दैन त्यो चाहिँ है। र यति जानकारी गराउन चाहेँ र सबैजनालाई धन्यवाद दिन चाहन्छु, जो जतिले आर्थिक सहयोग गर्नुभएको छ, जो जतिले चाहिँ चिसोहरू दिनुभएको छ, पानी दिनुभएको छ, श्रम गर्न आइदिनु भएको छ, विभिन्न खालका चाहिँ नैतिक समर्थन गर्नुभएको छ, उहाँलाई धन्यवाद छ। विरोध गर्नेहरूलाई पनि धन्यवाद छ, उहाँहरूलाई चाहिँ अलिक धेरै नै धन्यवाद है। विरोध पनि गर्नै पर्छ, विरोध गर्यो भने झन् स्पिड गइन्छ के रिक्साले, त्यो पनि छ। र यति भन्न चाहे जय श्रमदान भनौँ त एकचोटि, सुनिन मैले, ल धन्यवाद धन्यवाद, ल थ्याङ्क यू। ल अब बोल्नु धन्यवाद।